आज मैले नयाँ भिडियो युट्युबमा अपलोड गरिरहेको छु। आज चाहिँ त्यस्तो नयाँ कुरा केही छैन। म घर जान लाग्छु अनि मेरो दिजु चाहिँ बजारबाट आइसि होइन। आज म बिहानै पुग्छु तर म क्लासमा भएको कारण मैले दिजुलाई भेट्न पाएनछु। अब दिजुको रियाक्सन कस्तो हुन्छ गाइज हेरौँ है त। बाटोमा गाइज कस्तो गर्नुहुन्छ, कोही छैन, सुनसान छ होइन। हाम्रो घर जाने बाटो यस्तो कच्ची छ अनि आज पानी परेको हुनाले बाटो पनि लास्टै फोहोर छ यताको। अब मेरो घर पुग्न अलि टाइम लाग्छ, 15 नै 10 मिनट जति लाग्छ मेरो घर पुग्न। पुगिरहेको छु, जस्ट 5 मिनटमा म घर पुगिरहेको छु होइन। त्यसपछि दिजुको रियाक्सन कस्तो हुन्छ हेरौँ है त गाइज। कस्तो साह्रो गर्मी हो, यति गोरो मान्छे कालो भइहाल्छु गर्मीले। म यस्तो टेन्सन भयो मलाई त। अब हिँड्दै जाऊँ, जस्ट 5 मिनटमा घर पुग्छु होइन। हजुरले हाम्रो घरको भ्यू देख्न सक्नुहुन्छ। त्योवाला ब्लूवाला छ नि, त्यो घर हाम्रो गाइज। अनि अब जस्ट अब पुगिरहेको छौँ, थोरै छ मेरो घर चाहिँ गाइज। हाम्रो हो हेर्छु गाइज, देख्छु हाम्रो घर। कहिले यसो मौका मिलेपछि आउनु होला हाम्रो घरमा, मोस्ट वेलकम छ हजुरहरूलाई। मेरो घर फाइनली पुगिरहेको छु, अब गेटभित्र जान्छु म गाइज। पपी 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 गाइज, मेरो पप्पी यहाँ आइज गाइज। देखि मेरो पप्पी कति माया गर्छ। पप्पी बच्चा गेट बन्द गर। यहाँ आइज, भित्र आइज पप्पी। गाइज यसले त गेट खोल्नै हुँदैन, भित्र मरिहाल्छ। भित्रबाट बाहिर मरिहाल्छ। फाइनली पुगेँ म। हेलो गाइज। कोही छैन गाइज रुममा, एक्लै चाहिँ कोही छैन। पापा जानुभएको छ, खै रुममा जमाइ छ कि नै। ओ माय गॉड दिदी, ढुक्दी दिदी भाग्यो के छ दिदी? सन्चै मलाई पहाडबाट के ल्यायो फेरि कोसेली? काफल। ए ल गाइज, बाई बाई गाइज।